आज म कुरा गर्छु साथीहरु नरसिंह भन्ने मुभीको बारेमा। यो मुभी चाहिँ 2-4 दिन त बम्पर हान्यो साथीहरु हैन। अहिले पिच सोलो भन्दै गइरहेछ साथीहरु यो मुभी हैन। यो मुभीले के खासमा तपाईहरुले भने जस्तो व्यापार गर्ला त अथवा कति गर्यो त व्यापार साथीहरु। यो मुभीले व्यापार कति गर्यो त म तपाईहरुमा यसको बारेमा चाहिँ तपाईहरु मार्फत म भिडियो चाहिँ राख्छु साथीहरु हैन। तपाईहरुले भिडियो मजाले हेर्न सक्नुहुन्छ र भिडियो हेरेर चाहिँ मजाले साथ दिन सक्नुहुन्छ साथीहरु लास्टसम्म है। साथीहरु अब यो मुभी चाहिँ तपाईहरुको खासमा मुभी स्क्रिप्ट कस्तो छ साथीहरु थाहा तपाईहरुलाई? यसको मुभीको स्क्रिप्ट भनेको साथीहरु हैन स्क्रिप्ट चाहिँ तपाईको कहानी चाहिँ कस्तो छ भने राम्रोसँग स्क्रिप्ट लेख्न नसकिया जस्तो छ के साथीहरु यो मुभी चाहिँ हैन। तर एक्टरहरुले चाहिँ खतरा एक्टिङ गरे हैन। विशेष गरी मैले यसो यो मुभीमा चाहिँ कसको एक्टिङ मलाई मन पर्यो भने राजीव जंग बस्नेत भन्नुहुन्छ नि भिलेनको क्यारेक्टर यस्तो खतरा गर्नु पुरा क्यारेक्टरमा डुबेर गर्नु भएको साथीहरु हैन। यो हो के कलाकार भनेको हैन। अब हाम्रो धेरैलाई छ हाम्रो महानायक राजेश हमालजीको चाहिँ 8 वर्षपछिको 9 वर्षपछि कमब्याक मुभी भन्ने पनि चाहिँ साथीहरुलाई कति साथीहरुलाई चाहिँ छ हैन मनमा लागिरहेछ र हो पनि। र हाम्रो राजेशजीको त पहिले नै थाहा तपाईहरुलाई। अब उहाँको त धेरै चर्चा परिचर्चा छैन उहाँको। अब मुभी अब राम्रो होस् नहोस् तर 2-4 दिन चाहिँ मान्छे मनटाल टेकेर आउँछ उहाँको नाम भन्दाखेरि हैन। त्यस्तो खालेको उहाँको नाम छ नि एउटा क्रेज छ त हैन। त्यसकारणले चाहिँ फिल्म चाहिँ जे होस् अहिले हलमा लागिरहेछ। आज चाहिँ तपाईको जे होस् कति 8 दिन भयो हैन यो मुभी लागेको 6-7 दिन कति भयो भने साथीहरु मुभी हलमा चलिरहेछ। त्यसकारणले म मुभी चाहिँ खास चाहिँ म मुभी हेर्न गएको छैन साथीहरु हैन। म मुभी एक दिन हेर्न जान्छु भनिरहेछु तर मेरो साथीभाइहरुले भने अनुसार चाहिँ यो मुभी चाहिँ जे होस् ठिकै छ तर स्क्रिप्ट चाहिँ खास चाहिँ मुभीको राम्रो छैन हैन। कलाकार चाहिँ राम्रै काम गरेका छन् भन्ने चाहिँ यो मुभीको बारेमा चाहिँ सुन्नमा साथीभाइकोबाट आछ साथीहरु मलाई। तर म तपाईहरुमा एक दिन गएर चाहिँ मजाले यो मुभी मजाले सरर आफै हेरेर यहाँ के कमी छन् कहाँ छन् कस्तो छन् भने तपाईहरुमा आज म एउटा रिभ्यू भिडियो पक्कै मैले लिएर आउँछु साथीहरु हैन। तपाईहरुले चाहिँ मजाले भिडियो हेर्नुला साथीहरु। र मेरो भनाइ के हो भने साच्चै साथीहरु तपाईहरुमा हैन यो मुभीमा अब तपाई प्रशान्त ताम्राकाँड त खतरनाक भिलेन तपाईहरुलाई थाहा नै छ। त्यसको पछि ब्याक साइड भिलेन फेरि अब राजीव जंग बस्नेतले गर्नुभएको छ। नायक त अब राजेश हमाल नै हुनुभयो। यो मुभी चाहिँ कस्तो होला त भनेर क्युरियोसिटी सबैले छ नि त हैन। तर हेरेको त मजाले हेर्नु होला 5-6 दिनमा सबैले हेर्नु सक्नु भयो जस्तो मलाई लाग्छ। तर नहेरेकाले एकचोटी गएर चाहिँ हलमा गएर मजाले हेर्न साथीहरु यो फिल्म हैन। म पनि पक्कै हेर्न जाने वाला छु तर म अहिले चाहिँ गएको छैन आफ्नो व्यस्तता कारण है साथीहरु। अब आफ्नो घरैसी हरेक चीज हुन्छ। म पनि एक दिन जाने भनेर भनिरहेको साथीहरु। तपाईहरुमा आज म गएपछि मजाले जस्तोको तस्तै तपाईहरुमा आज म भिडियो पक्कै लिएर आउँछु साथीहरु हैन। तर अहिले मैले के भन्न चाहन्छु भने हाम्रो महानायकजीको चाहिँ मुभी एकचोटी गएर चाहिँ सबैले हेरौँ साथीहरु हलमा गएर। मुभीहरु जस्तो भयो नि अब पछि 2-3 चोटी मुभीहरु दोहोऱ्याएर हेर्ने नहेर्ने भन्ने कुरा अर्कै हो साथीहरु हैन। तर चाहिँ त्यो चाहिँ अब मुभी कस्तो खाले स्क्रिप्ट छ कस्तो खाले कहानी चाहिँ कस्तो खाले चाहिँ कहाँ चाहिँ मुभी बगेको छ हैन। त्यसरी चाहिँ 2-3 चोटी दोहोऱ्याएर हेर्न सकिन्छ। तर पहिलोचोटि चाहिँ एकचोटि चाहिँ महानायकको नाम सुनेर चाहिँ गएर एग्रेसिभ भएर 2-4 दिन चाहिँ मजाले हलमा धडका मचाइदिनु पर्छ साथीहरु नेपाली दर्शकहरुले हैन। किनकि नाम राख्नु पर्यो नि त महानायक भनिस् त हैन। त्यसकारणले साथीहरु म के भन्न चाहन्छु भने साथीहरु अब हाम्रो एक्सन भनिरहेको थियो एक्सनमा खासै चाहिँ तपाईहरुको राम्रो चाहिँ त्यसमा राम्रो पावर त केही छैन साथीहरु हेर्नु हैन। किनकि राजेशको त्यही नै छ हैन। राजीव जंग अब भिलेन नै भइसक्यो। प्रशान्त ताम्राकाँड भिलेन नै भयो हैन। त्यसकारणले अब हिरोइन पनि नयाँ डेबी हिरोइन भयो नितिशा हैन सनिसा भट्टराईहरु। त्यसकारणले के छ भने एउटा यसमा चाहिँ मुभी हेर्नेको एउटा मुख्य कारण के हो भनेसी एउटा राजेश हमालजी हो। उहाँको नामले नै मुभी हेर्ने हो जाने हो जनताहरु वा दर्शकहरु हैन। तर त्यहाँ मुभी हेर्न गइसकेपछि चाहिँ तपाईहरुको यो राजीव जंग बस्नेतले चाहिँ यस्तो खतरनाक भिलेनको क्यारेक्टर गर्नुभएको छ हैन। खतरनाक डुबेर गर्नुभएको छ। मलाई लास्टै मन पर्यो। म फ्यानै भएको होइन त्यो मुभीबाट। तर भए पनि के छ भनेसी मुभी चाहिँ मजाले एक दिन गएर चाहिँ सरर मुभी चाहिँ मजाले हेर्ने मेरो भनाइ छ साथीहरु। तपाईहरुमा आज म भिडियोको रिभ्यू लिएर आउँछु भने मैले भनिरहेको साथीहरु हैन। तर जे जसो भए पनि अब एक दिन चाहिँ मजाले फ्यामिलीसँग गएर मुभी हेरेर चाहिँ ट्याक्क के कस्तो लाग्छ मुभीमा कहाँ चाहिँ रहेछ कमी कमजोरी भनेर चाहिँ मुभी एकदम मजाले तपाईहरुमा आज बोल्दैन साथीहरु म हैन। तर यसमा खासमा एक्सनको कुरा छ। एक्सन डिरेक्टरहरुले त तपाईको एक्सनको चाहिँ कम्पोज चाहिँ खत्रै गरे तर गर्ने खालेको मान्छे भएन साथीहरु। गर्ने खालेको मान्छे भनेको तपाईहरुको पछिल्लो समयमा आएको चाहिँ हाम्रो विराटजीको छोरो समीर नेउलाई सुहाउने भनेको र गर्ने भनेको पनि उ सक्ने भनेको उही हो हैन। गरेको पनि सुहाउनु पर्यो नि त। सुहाउनु पर्यो के गर्न सबैले गर्छ तर सुहाउनु पर्यो।
त्यो खाले भएन, राजेशजीको त्यही पहिल्यै खाले भयो। त्यस कारणले एक्सन मुभी एक्सनमा चाहिँ यसमा कुनै पनि राम्रो कुनै पनि तपाईँको ऊ देखिन्न के, एक्स्ट्रा देखिन्न साथीहरू होइन। तर कम्पोज चाहिँ खतरै गरे, तर कम्पोज मास्टरले एक्सन डिरेक्टरले कम्पोज गरे अनुसार गर्ने चाहिँ हिरो भएन साथीहरू, यो चाहिँ हो। गरे पनि सुहाएन, यो चाहिँ हरेक नेपाली जनताहरूले चाहिँ एकदम स्वीकार्नुपर्छ साथीहरू। र अरू कुरा मैले भन्न चाहन्छु, महानायकजीको मुभी हो, एकचोटि गएर सबैले सर हेर्नु होला, हेरेर चाहिँ मुभी कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन सक्नुहुन्छ तपाईँहरूले साथीहरू होइन। अब मैले तपाईँहरूमा जहिले पनि अब हिरोहरूको बारेमा, हिरोइन बारेमा, भिलनको बारेमा भिडियो बनाएर आउँछ साथीहरू। तपाईँहरूलाई फेरि भन्नु होला यसले चाहिँ कसरी चाहिँ यस्तो मुभी भिडियोहरू बनाउँछ भन्ने पनि हरेक साथीभाइहरूको जिज्ञासा हुन्छ साथीहरू होइन। तर मैले पनि तपाईँहरूलाई चाहिँ त्यस्तै खालेको भिडियो चाहिँ अहिले चाहिँ, किनभने मैले कलाकारहरू बारेमा हरेक चिज बोल्दाखेरि के लाग्छ भने मलाई कलाकारको लागि अलिक प्लस पोइन्ट पनि हुन्छ होइन। केही समयले हेर्ला 2-4जना हेरे भए पनि भन्ने खालले उहाँहरूको मुभीको लागि केही प्लस पोइन्ट होला भन्ने हिसाबले चाहिँ म तपाईँहरूमा चाहिँ साथीहरू यस्तै भिडियो लिएर आउने गरिरहनु साथीहरू होइन। त्यस कारण तपाईँहरूले भिडियो हेरिदिनु ल, मन पराइदिनु ल, मलाई माया गरिदिनु ल। तपाईँहरूको माझ म यस्तै भिडियो लिएर भएकै पनि आइरहन्छु। तपाईँहरूले माया गरिदिनु भयो भने म कसरी चाहिँ तपाईँहरूमा यसरी भिडियो लिएर आउनु सक्छु साथीहरू। तपाईँहरूले माया गरिदिनु भयो, माया देखाउनु भयो भनेपछि चाहिँ म तपाईँहरूमा यस्तै भिडियो लिएर आउँछु साथी पक्कै पनि। र अरू कुरो मैले के भन्न चाहन्छु साथीहरू, एकचोटि चाहिँ सबैले है महानायकजीको मुभी नरसिंह भन्ने मुभी चाहिँ गएर सर एकचोटि मजाले हेर्नु होला। राम्रो लागेन भने बरु पछि गएर दोहोऱ्याएर नहेर्नु होला, तर एकचोटि चाहिँ मजाले टाउको टेकेर जानु पऱ्यो है हेर्नुलाई। नाम त राख्नु पऱ्यो नि त महानायक भनेर। महानायकको 8 वर्षपछिको मुभी कमब्याक मुभी चाहिँ फलअप भयो भन्ने चाहिँ पार्नु भएन, विदेशीले सुन्दाखेरि नराम्रो लाग्छ होइन। त्यसै कारण महानायकको इज्जत त राख्नुपर्छ सबैले। त्यस कारण चाहिँ मजाले बम्पर हानिदिनुपर्छ साथीहरू है, त्यही भन्न चाहे साथीहरू म तपाईँहरूमा। र अब एक्सनको कुरो त अब राजेशजीको एक्सन तपाईँलाई थाहा नै त्यही नै हो पहिलेको होइन, त्यही हो। त्यस कारणले अब अहिले हाम्रो अब भिलेनहरूले पनि यस्तो खतरा एक्सन गरेको छ होइन। त प्रशान्त ताम्राकारले होइन, राविजङ बस्नेतले खतरनाक एक्सन गर्नुभएको छ उहाँले पनि। तर उहाँहरूको एक्सन चाहिँ होस् ठिक छ, राम्रै छ छन् त होइन। तर एक्सन डिरेक्टरले फाइट कम्पोज गरे अनुसार चाहिँ फाइट गरेको चाहिँ सुहाएन र गर्ने पनि देखिएन कलाकार, र गर्नु पनि भएको छैन। गरे पनि यस्तो सुहाएन कि, त्यस्तो देखेन, त्यो देखिनु पऱ्यो साथीहरू। एक्सन गर्नु त एक्सन हिरो हुनु पऱ्यो नि त, सुहाउनले त फिस्टरलाई एक्सन गरेर सुहाउँछ, त्यो सुहाउँदैन। त्यस कारणले एक्सन गर्नलाई एक्सन मुभीलाई एक्सन हिरो खोज्नु पऱ्यो, एक्सन गरेर सुहाउने हिरो, रियली एक्सन गर्ने हिरो चाहियो साथीहरू। त्यस कारणले फेरि यसको मतलब राजेशजीको एक्सन राम्रो छैन भन्न खोजेन, तर एक्सन राजेशजीको एक्सन एकदम राम्रो छ, तर उहाँको रियल एक्सन होइन र उहाँको रियल टाइमिङ छैन है साथीहरू। उसले भङ्गमा जान हाल्छ। त्यस कारणले मुभी जे होस् ठिक छ, तर जे होस् लास्ट फाइट चाहिँ अलिकति राम्रो जस्तो लाग्छ मलाई, लाग्थ्यो। तर पहिला फाइट चाहिँ तपाईँको बिजी फाइट चाहिँ यहाँनिर अलिकति कहाँ नमिले जस्तो चाहिँ देखाएको साथीहरू मुभीमा। जे होस् तपाईँहरू चाहिँ तपाईँहरू चाहिँ एकचोटि गएर मुभी हेर्नु होला, र मुभी हेरेर चाहिँ कस्तो लाग्छ मुभीको बारेमा चाहिँ भन्नु होला साथीहरू होइन। फेरि म तपाईँहरूमा नेक्स्ट भिडियो लिएर पक्कै पनि आउँछु साथीहरू। तपाईँहरूले त्यही भन्दै चाहिँ म तपाईँहरूको माझबाट एकदम बिदा लिन चाहन्छु साथीहरू होइन। म कस्तो खाले भिडियो तपाईँहरू माझ ल्याऊ, तपाईँहरूले पक्कै पनि कमेन्ट मार्फत मलाई लेख्नु होला साथीहरू, बताउनु होला, भन्नु होला। म तपाईँहरूको त्यही कमेन्ट मार्फत नै म भिडियो लिएर आउँछु साथीहरू। त्यही भन्दै म पक्कै पनि तपाईँहरू माझबाट म अहिले पक्कै पनि म बिदा हुन चाहन्छु साथीहरू। तपाईँहरू गिरी छेत्री फेरि पनि नयाँ भिडियो लिएर आउँछु साथीहरू। त्यही भन्दै साथीहरू म तपाईँहरू माझबाट छुट्टिन चाहन्छु साथीहरू। हस् त, बाई।